आजको वाच लिस्टमा जिबिएललाई राख्न सक्छौँ है। जिबिएलको किनभने तपाईँको यो भनेको तपाईँको यो दिनको जुन भोल्युम छ यो अल्ट्रा हाई भोल्युम हो क्या यो दिनको। यो अल्ट्रा हाई भोल्युम भएको कारणले गर्दा तपाईँले यसमा खासै डराउनु पर्ने स्थिति देख्दिनँ। तपाईँले यसलाई बाई गर्नको लागि यो जुनलाई कुर्न सक्नुहुन्छ। यो जुन भनेको तपाईँको 84सम्म यो स्टक आयो भने हामीले मजाले यसमा इन्ट्री गर्न सक्छौँ। फर्स्ट टार्गेट भनेको हाम्रो कति हो भने 577देखि 580सम्म है भने तपाईँले यो रेन्जमा बाई गर्नुभयो भने स्टप लस गर्नलाई हामीले ट्याक्कै यो क्यान्डलको जुन अल्ट्रा हाई भोल्युमको क्यान्डल छ नि त्यसको लोमा हामीले के गर्छौँ त स्टप लस राख्न सक्छौँ र यो जुनबाट हल्का सप्लाई आउन सक्छ। त्यही भएर फर्स्ट टार्गेट हाम्रो यो जुन हो। त्यसपछि सेकेन्ड टार्गेट भनेको हाम्रो यो जुनमा है 636सम्म। त्यही भएर आजको लागि एकचोटि यो जिबिएललाई वाच लिस्टमा राख्नुहोस् होइन। यदि तपाईँले यसमा इन्ट्री गर्न चाहनुहुन्छ भने यो रेन्जलाई कुरेर बस्नुहोस्। 80 to 85 यो 80को जोनमा होइन 480सम्म आयो भने तपाईँले मजाले इन्ट्री गर्न सक्नुहुन्छ। यो भनेको तपाईँको सपोर्ट एन्ड डिमान्ड जोनमा आइसकेको स्टक हो। त्यही भएर यसमा खासै तपाईँको डराउनु पर्ने स्थिति पनि छैन र यो भोल्युमले पनि हामीले बाई सिग्नल दिइसकेको छ। यो भोल्युम भनेको तपाईँको सेकेन्ड डे तपाईँको मार्केटमा सेलिङ आउँदा पनि यसमा खासै सेलिङ भोल्युम आएको छैन। तपाईँको थर्ड डे पनि भोल्युम राम्रै आएको छ होइन। त्यही भएर यो स्टकमा हामीले एकचोटि इन्ट्री गर्नको लागि सोच्न सक्छौँ है। हस्, थ्याङ्क यू।